नमस्कार सबैजनामा। आजको भिडियो हामीले यो मोबाइल टिभी माउन्टको सहायताले कसरी वालमा टिभीलाई ह्याङ गर्न सकिन्छ भनेर रियल साइटको डेमोन्स्ट्रेसन भिडियो लिएर आएका छौं। सुरुमा यसलाई अनबक्सिङ गरौँ। म्यानुअल रहेको छ यहाँ एउटा, दुईटा हुक रहेको छ र स्क्रुको पोको। अनि यो चाहिँ हाम्रो मुभेबल माउन्ट हो। नर्मली मार्केटमा पाइने माउन्ट चाहिँ फिक्स टाइपको हुन्छ र त्यसलाई कहिलेकाहीँ टिभीको पछाडि तारहरू जोड्न पर्यो भने अप्ठ्यारो भइरहेको हुन्छ, पेनड्राइभहरू जोड्न तारहरू जोड्न अप्ठ्यारो भइरहेको हुन्छ। यसको सहायताले चाहिँ हामीले यसरी टर्न गर्न मिल्ने हुनाले भोलि केही गर्नु पर्यो पछाडि यो वालमा लाग्ने पाटो हो भने केही पछाडि राख्नु पर्यो, टिभीको पछाडि राख्नु पर्यो भने एकदम इजिली यसलाई तानेर हामीले राख्न सक्छौँ। यो मुभेबलमा पनि हामीसँग डबल आर्म छ भने यसको सिंगल आर्म पनि पाइन्छ। यहाँ म्यानुअलमा देख्न सक्नुहुन्छ, यो माथिको चाहिँ डबल आर्म वाला हो भने यो चाहिँ सिंगल आर्म वाला हो। सिंगल आर्म वाला चाहिँ अलिकति टिभीको वेट भएपछि एउटा मात्र हातले समाउने भएको हुनाले नुग्ने चान्स हुन्छ भने डबल आर्म चाहिँ धेरै टिल्ट हुने, नुग्ने चान्स कम हुन्छ। हेभी टिभी धेरै 65 इन्चसम्म भनेको छ यहाँ। अब 65 हैन, हामीले 60 इन्चसम्म चाहिँ राखिरहेको हुन्छ। 60 इन्चसम्म प्रिफर गर्छौँ। 65 लाई पनि काम चाहिँ गर्छ, तर अलि हेभी हुनाले हल्का चाहिँ लच्किन्छ। 65 भन्दा माथि चाहिँ अटे पनि राख्न हुँदैन, तर 65 भन्दा मुनिकोलाई चाहिँ यसले राम्रोसँग सपोर्ट गरिरहेको हुन्छ। 50-55 इन्चको लागि त बेटर, एकदम सबभन्दा राम्रो हो यो। अब हामीसँग यो बाँकी एक्सेसरिजहरू चाहिँ केले कसरी काम गर्छ हेरौँ है। यो थाहा भइहाल्यो हामीलाई। ल यसरी गरौँ। यो चाहिँ हाम्रो हुक, जुन यो पार्ट चाहिँ हाम्रो टिभीमा लाग्ने पार्ट हो। यो चाहिँ वालमा लाग्ने पार्ट हो। यो पार्ट जुन छ वालमा लाग्छ, यसरी वालमा लागिरहेको हुन्छ भने यो हुक चाहिँ हामीले यसरी राखेपछि अब यो चाहिँ टिभीमा लगाएपछि यो हुकलाई यसरी टिभी सहित यसरी लगाउने। यसलाई पनि खोलौँ। अब हामीसँग स्क्रुको प्याकेटमा के छ, 4वटा ग्रिप आउँछ ठुलो साइजमा। 10 mm को बिटले चाहिँ यसलाई ड्रिल गर्नुपर्ने हुन्छ यसको होलको लागि। यो 4वटा स्क्रु आउँछ। यसमा चाहिँ कट मार्क्स हुँदैन, रेन्चीले गर्नुपर्छ र यसलाई लाग्ने रेन्ची पनि यहाँ दिएको छ। यसलाई लाग्ने रेन्ची पनि दिएको छ, यहाँ छ है। तर एउटा दुईटा कस्ता त ठिकै हुन्छ, धेरै धेरै बसिन्छ भने चाहिँ यो त्यति फ्रुटफुल हुँदैन। रेन्ची नै लिएको राम्रो। 4वटा स्पेसर आउँछ। यो दुईटा नब छ। यो दुईटा नबको लागि यो स्क्रु छ कस्नलाई। यहाँ थोरै काटेको भागवाला छ, स्क्वायर काटेको भागवाला। यो नब चाहिँ यसलाई कस्नको लागि यो स्क्रु चाहिँ दुईटा छ। वासर हामीसँग 4वटा ठुलो खालको वासर र 4वटा सानो खालको वासर दिएको हुन्छ। एउटा लेभल छ, लेभललाई यसरी राखेर पनि लेभल हेर्न सकिन्छ। लगभग लेभलमै रहेछ, अथवा चाहिँ हामीले भित्तामा यसरी राखेर पनि लेभल हेर्न सक्छौँ। तलमाथिको लेभल एउटा। त्यसपछि यो स्क्रु चाहिँ जुन हाम्रो टिभीमा लाग्ने स्क्रु चाहिँ यो 4वटा, एउटा दुईटा तीनटा 4वटा, सानो साइजको मिडियम साइजको 4वटा दिएको हुन्छ र स्मल साइजको 4वटा दिएको हुन्छ। नर्मली यो सानो स्क्रु चाहिँ नन ब्रान्डेड टिभीहरुमा लागिरहेको हुन्छ भने एलजी टिभीमा यो लागिरहेको हुन्छ, अरू टिभीमा पनि यो लागिरहेको हुन्छ, पानासोनिकहरुको टिभीमा पनि यो लागिरहेको हुन्छ र यो मोटो खालको चाहिँ स्यामसङमा लागिरहेको हुन्छ। 55 भन्दा माथिमा चाहिँ प्राय यो मोटै युज हुन्छ जुनसुकै ब्रान्डमा पनि। स्यामसङमा चाहिँ अलिकति भित्रको स्लट, त्यो जुन बोल्ट भएको नट भएको स्लट चाहिँ भित्र भएको हुनाले यो 1 इन्चकोले पुगिरहेको हुँदैन, यो भन्दा 1.5 इन्चको चाहिन्छ। यो भन्दा लामो 1.5 इन्चमा पनि हामीसँग अवेलेबल छ। अब हजुरहरुले अर्डर गर्दाखेरि चाहिँ हामीलाई कुन टिभी हो भन्नुभयो भने चाहिँ हामीलाई सजिलो हुन्छ र यसमा कुनै सामान एक्सेसरिज थपेर पठाउनु पर्ने रहेछ भने हामीले थपेर पठाइदिन्छौँ। नत्र भनेदेखि सेटमा आउने चाहिँ यही नै हो। अब यो लामो स्क्रु चाहिँ कहाँ लाग्ला भनेर कन्फ्युज हुनुहुन्छ होला। लामो स्क्रु चाहिँ हाम्रो यहाँ मुनि लाग्ने। यसको काम चाहिँ के हो भने यसरी लगाइसकेपछि यो स्क्रु कसिसकेपछि यो चाहिँ अब माथि आउँदैन, दायाँ बायाँ पनि रोक्छ यसले। यो स्क्रु कसेपछि दायाँ बायाँ जान पनि रोक्छ। ल चाहिँ कसो हातले कसेर पुग्दैन, स्क्रु ड्राइभरले कसनुपर्छ। ल टाइट भयो लगभग त, र यसलाई बाहिर ल्याउन पनि रोक्छ यो स्क्रुले। यो स्क्रु लुज गरेपछि हामीले यसरी तान्न सकिन्छौँ है।
भनेपछि यो अब नबलाई चाहिँ हामीले यहाँबाट यसरी राखेर यहाँ कस्न सक्छौँ यता पनि। अब हामीले यो चाहिँ यता लाग्यो नि, यो यता लाग्यो हैन, भनेपछि यसलाई चाहिँ यो दाहिनेपट्टि छ भने यसलाई हामीले देब्रेपट्टि हाल्नुपर्छ। फेरि यसकोमा पनि यतै हाल्नौँ र दाहिनेपट्टि नै हालौँ न, मिस्टेक हुन्छ। यसलाई चाहिँ हामीले अब यता हाल्नु पर्यो। ल अब चाहिँ यो यसरी लगाइसकेको छ, यसलाई कस्दिउँ। यस्तो हुन्छ। यसलाई हामीले भित्तामा राख्छौँ, यसमा हामीले टिभी अड्काउँछौँ र टिल्ट मिलाउनलाई चाहिँ हामीले यो खोलेर टिभीलाई तल अथवा टिभीलाई माथि यसरी गर्न पनि सक्छौँ। अनि भइसकेपछि आफ्नो एउटा रिक्वायरमेन्ट सेट भइसकेपछि यसलाई टाइट गरिदिन सक्छौँ र यसलाई पनि टाइट गरिदिन सक्छौँ। अब यता यता पनि भाग्दैन र यो माथि तल पनि भाग्दैन। यसलाई साइडमा लिएर जाउँ फिट गर्नको लागि। हेभी नै छ नि यो त हैन। नहाल्नु नै भन्छौँ ६५लाई, ६५ भन्दा माथिलाई। टिभी चाहिँ यहाँ राख्दाखेरि यति अगाडिसम्म तान्नु मिल्छ। पछाडि लगाइ नि हुन्छ, पछाडि लगाइदा नि हुन्छ। यतिसम्म अगाडि। अब यहाँ टिभी आउँदाखेरि त अझ अगाडि हुन्छ कि टिभीबाट पनि 4 इन्च यता आउँछ कि स्क्रिन भाग चाहिँ यहाँ आइपुग्छ। स्क्रिन भाग यहाँ आइपुग्छ। फुल ल्याउँदाखेरि हामीले यसलाई त फोल्ड गरेर उतासम्म लानु मिल्यो। हजुरले चाहिँ यसलाई अन्त अहिले जेमा फिट गरेर त्यही हुने होला नि, हो कि कसो? तान्न नि मिल्छ। पछि हामीले आफै तान्न नि मिल्छ। टिभी तान्दाखेरि चाहिँ यहाँ छुनु भएन, साइड हजुरले सिकाइदिन्छु होइन। टेन एमएम हजुर। हजुरले बाहिर तान्नु पऱ्यो भने यसरी माथि र तल सारेर तान्नु होला। अनि यता छ नि टिभीलाई चाहिँ हजुरले स्लाइड गर्नलाई यताउता स्लाइड गर्न चाहिँ यो स्क्रुले टाइट गरिदिएको छु होइन। यो लुज गरेपछि चाहिँ सार्नुलाई चाहिँ
पछाडि लानु पनि यसरी यसरी लानु पनि यता वेट बढ्यो नि त अनि यता ढल्किन्छ कि त्यो मिलाउन चाहिँ फेरि हजुरको यो पछाडि छ हेर्नुहोस् न यो छ नि यता पनि छ उता पनि छ यसले चाहिँ टिल्ट लेभल मिलाउने टिभी यस्तो छ कि यस्तो गर्ने कि अथवा अलिकति यस्तो गर्ने भनेर यसले मिलाउने हो अलिकति तलमाथि यता सार्दाखेरि चाहिँ यता नुग्यो भने पनि यसलाई चाहिँ खोलेर हल्का माथि लगेर टाइट गरिदियो भने टाइट गर्ने चाहिँ त्यो हजुर यो चाहिँ टाइट गरेपछि यो चाहिँ टिल्ट लेभल मिलाउने हजुरको टिभी खासमा हामीले यतिको चाहिने यस्तो गर्नु मिल्छ कि अघि नुगेको थियो नि याद गर्नुभएको थियो नुगेको थियो नि यसैले गर्दा सिधा 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 लगभग सिधा छ अझै नुन्छ कि जस्तो लाग्छ निहुरिन्छ निहुराउनु पर्यो नि त तर जरुरत पर्दा हामीले एउटा माउन्ट साइटमा इन्स्टल गरेको भिडियो त हेरिहाल्नु भयो आउनुहोस् यसको बारेमा अरू केही थप जानकारी दिउँ देख्न सक्नुहुन्छ 180 डिग्री चाहिँ दायाँ टु बायाँ 180 डिग्री टर्न गर्छ भने यसले रोटेसन 80 डिग्रीको प्लस माइनसमा र टिल्ट चाहिँ 15 डिग्रीको प्लस माइनसमा यसलाई स्लोप मिलाउने टिल्ट चाहिँ यसरी राख्ने कि यसरी राख्ने भनेर चाहिँ प्लस माइनस 15 डिग्रीसम्म मिल्छ भनिरहेको छ यो चाहिँ भेसा कम्प्लायन्स हो प्रायः जसो टिभीहरूमा यसको सबै सपोर्ट गरिरहेको हुन्छ त्यो अब टिभीको ब्रान्ड अनुसार कुनै कुनैको नट बोल्ट चाहिँ सानो ठुलो होला नलाग्न पनि सक्छ नट बोल्टहरू चाहिँ नत्र भने पालहरू चाहिँ सबैको मिलिरहेको हुन्छ अब यसमा अरू हेरौँ यहाँ भेसा ठिक छ 32 देखि 65 भनिरहेको छ म्याक्सिमम 50 केजी भनिरहेको छ भने 15 डिग्री टिल्ट भनिरहेको छ हैन बाँकी यसमा अरू केही पनि लेखेको छैन हजुरहरूलाई थप जानकारी केही चाहिएको छ भने अथवा चाहिँ यो अर्डर इन्स्टलेसन गर्नुपर्ने छ भने चाहिँ हामीलाई दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र इनबक्समा मेसेज पनि गर्न सक्नुहुन्छ आजलाई यति नै हस्त